82 सालको आज यो फागुन मसान्तको दिन हैन। फागुन मसान्तको दिन हामी चपेटीको रतुवा खोलामा हाम्रो एउटा रमाइलो भेटघाट कार्यक्रममा सबजना भेला भएको छौँ है। हामी आधी टिम चाहिँ यहाँ छौँ, आधी टिम पर छँदैछन्, पकाउँदैछन्। हामी सबैजना यहाँ छौँ। अहिले चाहिँ हामी यसो हल्का गर्मी भएको हिसाबले चाहिँ होइन पौडी खेल्न भनेर आएको थियौँ। पौडी खेल्यौँ, एकदम रमाइलो भयो। अब रमाइलो हुँदाखेरि के कस्तो रमाइलो हो भन्दाखेरि छत्रेले केही कुरा भन्छ। एकदम दामी खोलामा पौडी खेल्यौँ। अलिकति माछा पनि मारिएको छ हौ। माछा पनि पुरा नुहाएर एकदम रमाइलो छ। ल अरू केही छ सर? एकदम ठिक छ, रमाइलो भयो। यो फागुन महिनाको अन्तिम दिनमा हामी रमाइलो गर्दै गर्दै सबैजना साथीहरू गर्मीको बेलामा पौडी पनि खेलेर यहाँ फर्किँदैछौँ। अब इन्द्रिय केही छ यस्तो रमाइलो? ठिक छ ठिक छ। यहाँ हाम्रो कामको तनाव र कुनै व्यावहारिक तनावलाई चाहिँ आज अन्तिम गर्दै भोलिदेखि त 1 गते हो, भोलिदेखि फेरि अर्को सुरु हुन्छ। आज मसान्तको दिन चाहिँ सबैजना हामी साथीभाइ आनन्दले पौडी पनि खेल्यौँ। पौडी आधी जति चाहिँ यहाँ पौडी खेल्यौँ। अरूलाई चाहिँ भाइहरूलाई पनि जानुहोस्, तपाईँहरू राम्रो ठाउँ छ, पोखरी राम्रो छ भनेर फेरि पठाउन गइरहेको छ। भाइहरू पनि आउँछन् होला सायद। ठिक छ। अनि लास्टमा अब उद्धव के छ? ठिक छ। अब यो हाम्रो मिनी आज रमाइलो भयो। अब यो हाम्रो मिनी भ्लगमा लास्टमा इन्डिङ हाम्रो खेमसरले गरिदिनुहुन्छ। के छ खेमसर? एकदम रमाइलो भयो। अब जहिले तनाव फ्रेस हो भनेर रमाइलोको लागि आयो। रमाइलो भयो। ल ठिक छ, रमाइलै भइरहेछ यहाँ पनि। अब उता छन् हाम्रो पिकनिक टोलीहरू, उहाँ पर छ है। त्यहाँ माछा देखिँदैछ। त्यो माछा म अलिकति जुम गरेर देखाइदिन्छु है। त्यो माछा छ नि, हो यो माछा भएको ठाउँमा चाहिँ हाम्रो स्पोट हो। त्यो केटाहरू पकाउँदैछन्। यी दुईटा अगाडि लाग्दैछन्। यी खोलामा बब्बाल पानी त कत्रो छ नि हो। आमा पौडी खेल्न बब्बाल उठिका छ, पर एक्लै आउँदै हुन्छ। ल अब यहाँ पुरा पानी त व्यापक छ नि हो। जानु न जानु, यहाँ आइसकेको सब थोक आइसक्यो। ल हामी चाहिँ नुहाएर फ्रेस भएर पिकनिक स्पोटतिर फेरि दोस्रो चरणको कार्यक्रममा जाँदैछौँ।